नमस्कार दर्शकबिन, म डान्सर पूरन सिंह विश्वकर्मा। आज म तपाईहरुलाई डान्सको बारेमा केही छोटो मिठो भन्छु। तपाईहरुलाई जो काम लागोस्, मैले बुझेको कुराहरु भन्छु हैन। सो प्लिज हेर्दिनु होला। हेलो गाइज, के छ हालखबर? आज फेरि म यसो डान्स भिडियो बनाउन गइरहेको हैन। भर्खर रुमबाट निस्कियो। रुमबाट निस्केर अब चाहिँ म यहाँनिर पसलमा आएर यसो केही सामान किन्दैछु हैन। के छ साथीहरु, अब एकछिनपछि जाने हो ठाउँमा हैन। ल सामान पनि किनियो। सर्वप्रथम त रिचार्ज हालियो हैन। ब्यालेन्स एकदम इन्टरनेटको लागि हैन। ब्यालेन्स हालियो। ब्यालेन्स हालिसकेपछि अब मेरो हेयरमा लाउने एउटा जेल किनियो। अब पखालाबाट बाहिर निस्कियो। अब मेरो क्याम्प हो हैन। अब यहाँदेखि चाहिँ म अब जस्ट बाहिर निस्किसकेको। यताबाट गाडी आएको रहेछ, फेरि भन्न ठुक्केन। अर्को गाडी आएको रहेछ हैन। रोडमा हिँड्न नि मुस्किल नै छ, बाटो काटिहाल्नु पर्यो। हुन्छ गाइजहरू हैन। सिग्नल ओपन हुन बित्तिकै टक्क लाएर सबै रुल्समा हिँड्नुपर्छ। मलाई झोला लास्टै गरुङ्गो भइरहेछ गाइजहरू। लास्टै सामानहरू धेरै छ नि त, पानीदेखि लगेर खानेकुराहरू सबै। ल सिग्नल खुल्यो। अब म चाहिँ पुग्नै आँटिसकेँ। म चाहिँ अब यहाँनिर यो मलाई गर्मीले पछाडिबाट यति साह्रो दिइरहेको छ नि गाइज, के भनौँ। अब यहाँनिर अब मेरो भाइलाई कुर्नुपर्छ एकछिन। मेरो भाइ आउँदैछ, क्यामराम्यान हैन, जो कि मेरो एकदमै इम्पोर्टेन्ट खास मान्छे। म चाहिँ अलि धेरै नै नजिक आइसकेँ। अब एकछिन अब रिचार्ज हाल्छु, अब फोन गर्छु भाइलाई हैन। भर्खर भाइलाई पनि फोन गरियो, हाम्रो क्यामराम्यान भाइ। अब क्यामराम्यान भाइले चाहिँ यता लेबर सिटी 2 नम्बर गेटमा छु दाइ भन्दैछ। ल उसलाई अब लिन जान्छु म। यो चाहिँ 1 नम्बर गेट भन्छ त्यसलाई, लेबर सिटीको। यो सायद 2 नम्बर गेट यता होला। यो चाहिँ ग्रान्ड मल हो साथीहरू है। अहिले चाहिँ यस्तै छ, दिन भएर बेलुका चाहिँ अलि राति भइसकेपछि एकदमै भिड हुन्छ यतातिर। सबै नेपालीहरू आफ्नो कन्ट्रीको सबै देखिन्छ, सबैजना भेट हुन्छ। गर्नु गाइज, पहिला ट्याक्सीमा भाडा तिरेर आइन्थ्यो। अब सेलेरी आएको छैन, पैसा पनि छैन, धेरै खर्च हुन थाल्यो। सो मैले बाइक किनिदिएको नयाँ। कस्तो छ साथीहरू, कस्तो छ मेरो साइकल? अब कुरिरहेको भाइलाई होइन कति बेला आउँछ। अस्ति यही डान्स गरेको साथी, एकदमै लाज लागेर म पब्लिकमा त्यसरी नाचेको पनि थिएन। एक्कासी साथीहरूको फोर्सले होइन गर्नुपर्छ भनेर यहीँ म नाचेको थिएँ यो साइडमा, पानको पसल गीतमा होइन। लु अब आज चाहिँ मैले चाहिँ अब स्पेसल्ली चाहिँ अब स्टार्टिङबाट लिएर होइन डान्स लेभलसम्म कसरी पुग्ने त्यसको बारेमा मैले जानेको जति भोगेको छु मैले होइन, त्यो बारेमा म सिकाउँछु साथीहरूलाई। मजाले गर्दै जानु होइन, हिम्मत नहार्नु। जस्तो कि अब लाइक मैले जस्तो हिम्मत हारिरहेको छैन होइन, त्यस्तै अरू पनि चाहना हुने साथीहरूले कहिले पनि हिम्मत नहार्नु होइन। अब छौँ हामी साथमा भन्ने मान्छेहरू धेरै हुन्छन् होइन, तर गर्नुपर्ने आफैले रहेछ। सो गर्नुपर्छ होइन। र हो केटीसेटीको चक्करमा लाग्ने काम नगर, गर्लफ्रेन्ड सर्लफ्रेन्ड खल्लीबल्ली गर है। हाम्रो कस्तो हुन्छ भनेपछि अब भन्छ नि मान्छेहरू, हरेक सक्सेस, केटा मान्छेको हरेक सक्सेसको पछाडि एउटा महिलाको हात हुन्छ भन्छन् होइन। त्यो एकदम साँचो कुरा हो। तर त्यो महिला चाहिँ या त दिदी बहिनी हुन्छ या त आमा हुन्छ, आफ्नो अरू कोही पनि हुँदैन है। एउटा एकदम फ्याक्ट कुरा गर्छु होइन, जो कि मैले भोगेको छु है। यति ख्यालमा राख्नु, कहिले पनि तिमीहरूको अब सबैले सपोर्ट गर्छु भन्ला, म्याक्सिमम् कसैले सपोर्ट पनि गर्ला, तर सपोर्ट गर्छु भन्ने सबैले गर्दैन। उसले केही मनमा तिमीदेखि फाइदा लिन खोजिरहेको हुन्छ होइन। सो फाइदा लिन्छ, त्यसपछि तिमीलाई चिन्दैन। सो आफ्नो लागि आफै अगाडि बढ्नु गाइज होइन। स्पेसल्ली केटाहरू चाहिँ कस्तो भनेपछि तिमीहरू यति सोच, एउटा केटा मान्छे भएर है, जस्तो कि एउटा केटा मान्छे भएर त्यो केटा मान्छेलाई सबै कुरा थाहा छ नि। जस्तो कि यो केटा मान्छेको लाइफ यस्तो हो होइन, उसलाई भविष्यमा गएर यति दुःखसँग प्रब्लमसँग खेल्नु छ। उसले चाहिँ आफ्नो दिदी हेर्नु छ, बहिनी हेर्नु छ, सबैको बिहे गराउनु छ, पढाइ खर्च होइन, प्लस आफू, अनि त्यसपछि बुवा आमा, हजुरबुवा हजुरआमा लगायत अब दिदीहरूको पनि अब घरबार होला, राम्रो नराम्रो बेहोर्नु पर्ने, सबै सोच्ने, सबै होइन टेन्सन। अनि त्यही माथि आफ्नो जिन्दगीको आफ्नो के भइरहेछ होइन, त्यो सबै कुराहरू हामी केटा मान्छेहरूलाई राम्रोसँग थाहा हुन्छ क्या। अब
यो केटा मान्छेको जिन्दगीमा चाहिँ यो सब कुराहरू हुन्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। तर पनि यो सब थाहा पाइसकेर पनि एउटा केटा मान्छेले त केटा मान्छेलाई सपोर्ट गरिरहेको हुन्न होइन, रिस गर्ने अब स्किप हानिदिने होइन भिडियोहरू त्यस्तो के, जस्तो कि सबैलाई थाहा हुन्छ नि होइन, केटा भइसकेपछि ऊ पनि केटा हो म पनि केटा, मेरो जतिको प्रब्लम छ उसलाई पनि त्यत्तिकै प्रब्लमहरूसँग खेल्नु छ भन्ने सबै कुरा थाहा हुन्छ नि होइन। तर पनि एउटा केटा मान्छेले त बुझ्दैन जो कि सबै कुरा थाहा हुन्छ होइन, त्यसले त तपाईँलाई बुझ्दिँदैन भनेपछि अरू केटीहरूले कहिले पनि बुझ्न सक्दैन होइन। यो केटीले मलाई बुझ्छ, उसले मलाई सपोर्ट गर्छ भन्ने टाइपको थिङ्स चाहिँ नराख्नु है, मेहनत गर्नु, अगाडि बढ्नु ल गाइस। के भनेको क्या गाइस होइन, अब हेर्नु होइन, तपाईँ एउटा भिडियो पोस्ट गर्नु होइन, म्याक्सिमम नचिनेको मान्छेहरूले तपाईँलाई होइन बुझेर सपोर्ट गरिदिरहेको हुन्छ क्या, तर आफ्नै जो हुन्छ उसले तपाईँको भिडियोमा हेरेर पनि अब लाइक गर्दैछ कमेन्ट गर्नु पर्ला, कमेन्ट गरेपछि यो गर्नु पर्ला भनेर नहेरे जस्तो गरेर सिन गरेर फालिदिरहेको हुन्छ क्या। अनि त्यो सिन गरेको जुन हुन्छ नि त्यहाँ देखाइरहेको हुन्छ हामीहरूलाई तलपट्टि होइन, एउटा आँखाको चित्र देखाउँछ नि कोले भिडियो हेऱ्यो भनेर। अनि त्यहाँनिर चाहिँ म्याक्सिमम आफ्नै आफन्तहरू अब आफ्नै साथीहरूले हेरिरहेको हुन्छ तर कुनै पनि सपोर्ट गरिदिरहेको हुन्न क्या, जो कि उहाँहरूलाई राम्रोसँग थाहा छ कि यो भिडियोमा चाहिँ मैले यस्तो सपोर्ट गरिदिनुपर्छ अनि उसको चाहिँ अगाडि बढ्छ भनेर सबै कुरा थाहा हुन्छ क्या, तर पनि गरिदिँदैनन् कि, कसैले नि गरिदिँदैनन्। जबरजस्ती भन्नुपर्छ त्यहाँ गएर प्लिज गरिदिनु न, अनि यस्तो गरिदिनु न होइन, सेयर गरिदिनु, कपिलमा यहाँ दबाइदिनु, कोही कोहीलाई भन्दै म्यासेज गर्दाखेरि पनि के भन्छन् मलाई त आउँदैन अनि ऊ भने किन आउँदैन, कसरी आउँछ, सबलाई आउँछ नि यार, किन नआउने, इजी हो नि त त्यो कुरा भनेको सजिलो कुरा हो। अनि सेयरको बटन देखिरहेको हुन्छ सबै कुरा होइन, तर पनि कसैले पनि गर्दैन क्या साथीहरू, स्पेसल्ली केटाहरू होइन। अबको 1 सालपछि 2 सालपछि जब तिमीहरू अब जुन ठाउँमा पनि छौ होइन, विदेशमा छौ अथवा घरै छोडेर अलिक टाढाको ठाउँमा छौ, कमाउन लागिरहेको छौ होइन, 1 सालपछि 2 सालपछि जब घर जान्छौ नि, जस्तो कि म अस्ति गएँ होइन, घरमा गएँ छुट्टीमा गएँ, अनि त्यसपछि मैले के बुझेँ भने चाहिँ अब तपाईँहरू पनि अबको 1 साल 2 सालपछि घर जानुहुन्छ, अनि त्यसपछि तपाईँसँगै पढिरहेको साथीले होइन त्यहाँ गाडी किनिरहेको हुन्छ है, राम्रो घर बनाइसकेको हुन्छ, राम्रो ठाउँमा जग्गा किनिसकेको हुन्छ, अनि त्यहाँ बिचमा गइसकेपछि अब हातसाथ मिलाइन्छ होइन साथीहरूसँग, अब हातसाथ मिलाइयो अनि त्यसपछि आफ्नो आफ्नो कुरा हुन्छ क्या, के गरिस् कस्तो गरिस् भने। हाम्रो त केही छैन क्या, हामी 0 लेभलको मान्छे थियौँ होइन, हामीले चाहिँ अब भएको ऋणहरू तिरेर अब 0 लेभलबाट 1 लेभलमै पुगाउनलाई हामीलाई 3-4 वर्ष बितिसक्यो होइन, त्यसपछि हामी छुट्टिनु गएको। अनि त्यो हाम्रो केटाहरू जो हुन्छ त्यो अलिकति 2-3 लेभलमा पुगिसकेको हुन्छ क्या, अनि त्यहाँनिर आफूलाई यति गिल्टी फिल हुन्छ नि, यति गिल्टी फिल हुन्छ मैले गरेको अब त्यो 2-3 सालसम्म गरेको इन्जोयहरू होइन, रमाइलोहरू त्यो लास्ट पछुतो लगाइदिन्छ किन गरेँ होइन, एकदम पछाडि परे जस्तो फिल हुन्छ है। त्यही भएर अनि झनै धेरै टेन्सन हुन्छ क्या, त्यही भएर जति पनि हुनुहुन्छ होइन केटाहरू, जति पनि उनीहरूले पहिले नै सोचिहाल्नु, मेरो कुराहरूलाई एकदम सिरियसली दिनु, मैले बुझेर भोगेर भनेको कुरा हो है गाइस, राम्रोसँग ल। अब मेरो भाइलाई कुरेको म नि यहाँनिर अलि धेरै टाइम भइसक्यो, गर्मी लास्टै छ, कति बेला आउँछ, यत्रो कुरिसकेपछि अब भाइ पनि आयो, आउँदैछ। यो मेरो भाइ हो है, कति हल्को छ है मेरो भाइ, म भन्दा नि हल्को छ मेरो भाइ हो यो, क्यामराम्यान स्पेसल्ली है ल। थ्याङ्क्स गाइज। अब चाहिँ हामी अब जान्छौँ त्यहाँ आफ्नो जुन जोन छ त्यो जोनमा पुगिसकेपछि हामी अब भिडियो आउँछ है। हामीहरू चाहिँ अब यस्तो बिरिक्छु तल आइसक्यो होइन, अब भिडियो दिनुपर्छ। अब यो मेरो सामानहरू राख्छु एक ठाउँमा है, टक्क लगाएर बिच सेन्टरमै राख्छु होइन, सामानहरू राख्छु, के राख्नु पर्यो गाइज। अब चाहिँ स्पेसल्ली म तपाईँहरूलाई के सिकाउँछु भनेपछि डान्स जुन छ नि, डान्स भनेको के हो होइन, डान्स भनेको एउटा यस्तो चिज हो होइन गाइज, जो कि हामीले सजिलोसँग कुनै पनि मुभ्स हुन्छ नि, कुनै पनि स्टेपहरू गरेर कसैको पनि मन लोभ्याउन सकिन्छ, त्यो चिजलाई डान्स भनिन्छ क्या। कसैको पनि मतलब इम्प्रेस होस्, जो मान्छे पनि एकदम इम्प्रेस हुन्छ होइन, त्यस्तो क्या। जस्तो कि मैले कुनै पनि चिज गऱ्यो अनि त्यसपछि आफ्नो शरीरको अङ्ग हल्लायो, शरीरको अङ्ग हल्लाएर कसैलाई खुसी बनाउन, कसैलाई इम्प्रेस बनाउन, वाउ टाइपको फिलिङ्स मिलाउन सक्ने जुन एउटा चिज हुन्छ नि, हो त्यसलाई चाहिँ डान्स भनिन्छ गाइज होइन। स्पेसल्ली अब डान्स सुरुवात कसरी गर्ने भनेपछि सर्वप्रथम स्पेसल्ली डान्समा मेन कुरा भनेको डान्समा कन्फिडेन्स हुन्छ गाइज है।
डान्समा सबैभन्दा मेन भनेको कन्फिडेन्स। कन्फिडेन्स कस्तो खालको भनेपछि त्यो जोस के होइन, त्यो कोही दायाँ बायाँ कसैले हेरिरहेको छ, कसैले तिमीलाई हेरिरहेको छ, मलाई उसले हेरिरहेको छ होइन, त्यो होइन गाइस है, कहिले पनि त्यस्तो कहिले पनि होइन। आँखा चिम्म गर्ने अनि बिस्तारै आँखालाई खोल्ने, बाहिरको जुन आँखा छ त्यसलाई मात्रै तपाईँले खोल्ने हो। जुन चिम्म गरिसक्दाको त्यो आत्माको आँखा तपाईँले बन्द गरेको थियो नि, त्यो आँखा चाहिँ तपाईँले हमेसा बन्दै राख्नु, ताकि तपाईँको वरिपरि कोही पनि नदेखियोस् है। राम्रो नराम्रो कमेन्ट गर्ने मान्छे जति पनि हुन्छन् कोही पनि देखिनु भएन क्या है। त्यति गरिसकेपछि जुन लाज हराउँछ नि, लाज हराइसकेपछि तपाईँहरू अलिकति आफ्नो जुन पनि गरिरहेको काम हुन्छ नि त्यो तपाईँलाई सहज हुन्छ क्या गर्नमा। लाज हटिसकेपछि तपाईँको काम एकदमै सहज हुन्छ होइन। अब सहज भइसकेपछि काम गर्न धेरै नै सजिलो हुन्छ नि त। सो त्यस कारण डान्स गर्दाखेरि तपाईँले मेन कुरा चाहिँ सुज हुन्छ नि, अनिवार्य तपाईँले सुज लाउनुपर्छ है। सुज अनिवार्य लाउनु पर्यो। सुज लाउँदाखेरि सुजको फाइदा के हुन्छ भनेपछि तपाईँको जुन पनि जम्पिङ हुन्छ नि होइन, जम्पिङमा तपाईँलाई एकदमै हेल्प गर्छ क्या। तपाईँको खुट्टा दुख्दैन होइन, जस्तो स्टेप गर्दाखेरि अलिकति बिजाइदियो होइन, त्यो सब हुँदैन। तपाईँलाई सुज लगाएपछि जम्पिङ अनि त्यसको कस्तो हुन्छ, यो खुट्टालाई अलिकति कन्फिडेन्स दिन्छ क्या। मतलब खुट्टा चलाउँदाखेरि तपाईँलाई अलिकति मजा टाइपको आउँछ, ट्याक ट्याक होइन। सुज अनिवार्य लाउने है। अनि त्यसपछि टाइट हुन्छ नि, एकदम टाइट कपडाहरू खासै नलगाउनु होइन। एकदमै लुज कपडाहरू डान्स गर्दाखेरि जस्तो सुकै स्टेप गर्न आफूलाई कम्फर्टेबल होस् है, लुज कपडा लाउने। अनि त्यसपछि तपाईँहरू डाइटिङ पनि अलिकति राख्नुपर्छ है। म त अब यस्तै भयो, म 2-3 साल त गाइज अब 2-3 सालै भयो म यस्तै अन्डरग्राउन्ड नै भएर बसिदिएँ होइन। दिमागले काम गर्न छोडिसकेको थियो, अलिकति डिप्रेसन टाइप होइन। त्यसपछि अलिकति भर्खरै मुभ अन भएर होइन गर्नुपर्छ टाइपले अलिकति अब बिस्तारै गर्दैछु म पनि। सो म पनि गर्दैछु, सो तपाईँहरूलाई पनि साथमा लगेर जाऊँ होइन। मेन थिङ्स त्यो हो। सो तपाईँहरूले कस्तो गर्नुपर्छ भनेपछि खानाहरू खानेकुराहरू लिमिटमा, जुन आफ्नो फिगर हुन्छ एकदम सही तरिकाले सही ठाउँमा राख्नु होला फिगरहरूलाई। एक्सर्साइजहरू गरिराख्नु पर्यो होइन, एक्सर्साइजहरू गरिराख्नुपर्छ। अनि त्यसपछि अब अर्को कस्तो भनेपछि तपाईँहरू एउटा इयरफोन किन्नुहोस्। भोल्युमलाई चाहिँ तपाईँहरूले एकदम हाई लेभलमा नराख्नु होला। इयरफोनको भोल्युमलाई हाई लेभलमा राख्नुभयो भने तपाईँहरू कानमा समस्या पनि आउन सक्छ। ठिक्क मिडियम टाइपको उसमा राख्नुहोस्। मिडियम टाइपको आवाजमा राखिसकेपछि तपाईँ भोल्युम राख्नुभयो भने, मिडियम टाइपको भोल्युम राख्नुभयो भने ठिक्क डक्क लगाएर कानमा इयरफोन राख्ने बित्तिकै त्यो शरीर हुन्छ नि एकदम जागरण होस् के होइन, म्युजिकको त्यो धुनहरूले। अनि डान्स गर्नुभन्दा अगाडि कहिले पनि त्यो गीत हुन्छ नि जुन म्युजिक, त्यसलाई चाहिँ तपाईँले राम्रोसँग 1 दिन लागोस् 2 दिन लागोस् त्यसलाई मजाले कण्ठ गर्नुहोस् है। मजाले कण्ठ गर्नुहोस्। कण्ठ गरिसकेपछि चाहिँ अब यो कपाल फेरि हावा चल्यो भने यस्तै हो कि गाइज। गीतलाई एकदमै कम्फर्टेबल के अरे गीतलाई एकदमै कण्ठ राख्नुपर्छ है। जस्तो तपाईँले अब त्यहाँनिर मोबाइल राखेर अब म्युजिक ओपन गरेर डान्स गर्दै हुनुहुन्छ भनेपछि तपाईँ अलिकति झुक्किनुहुन्छ क्या होइन। डान्स एकदम राम्रो छ, म्युजिक तलमाथि भएको छ भने पनि डान्स नमिठो देखिदिन्छ क्या है। एकदम फ्याक्ट म्युजिक ट्याक्क स्टेपमा मिल्नु पर्यो। त्यसकारण तपाईँले के गर्नुपर्छ, म्युजिकलाई एकदम दिमागमा कण्ठ, गीत त्यो पुरै लिपसिङ पुरै फ्याट्ट आओस् के होइन। चालु गर्ने बित्तिकै आफूलाई थाहा होस् यो पछि के भनिरहेको छ गीतले, ट्याक्क म्युजिक आफूलाई थाहा होस् होइन। थाहा भइसकेपछि तपाईँहरूलाई डान्स गर्न यति इजी हुन्छ। एउटा खुट्टामा जुत्ता भयो होइन, कपडा पनि कम्फर्टेबल टाइपको, दायाँ बायाँ कोही छैन जस्तो फिलिङ्स होइन, कोही पनि छैन, म छु मेरो लागि गरिरहेको छु टाइपको त्यस्तो सोच्नुभयो। गीतलाई एकदम कण्ठ छ, फिगर पनि ट्याकटुक छ। डान्स गर्दाखेरि त्यति धेरै खाना नखानुहोस् जो कि उफ्रिनु नमिलोस् होइन। अलिकति लागोस् नि ठिक छु जस्तो लागोस् त्यसरी। भोलि गर्छु पर्सि गर्छु जस्तो नसोच्नु कहिले पनि है। भोलि गर्छु पर्सि गर्छु भनेर हुँदैन। आजै गर्छु अहिले गर्छु भनेर उठिहाल्नुपर्छ। अब साथीहरूको उसमा लागेर होइन, उसले गर्ला हेल्प गर्ला उसँग जान्छु यस्तो नै एक्लै हिँड्नुपर्छ गाइज होइन। जो डान्स कति प्रकारको हुन्छन् गाइज है। डान्स चाहिँ तपाईँको एकदमै म यति प्रकारका हुन्छन् भनेर त म भन्दिनँ होइन। जति प्रकारको गर्न सक्यो त्यति प्रकारको डान्स भइदिन्छ है। अहिले चाहिँ मैले म्याक्सिमम मैले बुझे अनुसार थाहा पाए अनुसार चाहिँ 5, 6, 10 थरी 12 थरीको डान्सहरू, जस्तो हाम्रो एउटा कल्चरल डान्स हुन्छ होइन, कल्चरल डान्स, ब्रेक डान्स, हिपहप डान्स, त्यसपछि हाम्रो अब फ्री डान्स भयो होइन। यस्तै थुप्रै खालको डान्सहरू हुन्छ नि। यो फेरि अलग अलगै हुन्छ। फिल्ड डान्स भयो होइन। अब जुन हाम्रो कल्चरल डान्स भयो त्यसमा हामी नर्मल स्टेपहरू हुन्छ टक्क लाएर होइन, घुम्नी झुम्नी गर्ने टक्क लाएर यस्तो खालको। जस्तो ब्रेक हुन्छ, ब्रेक भनेको झ्याप्प ब्रेक हाल्नुपर्छ कि होइन, टक्क लाएर ग्यास 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 ग्यास। सो यस्तो ब्रेक भयो होइन। फिल्ड डान्स भनेको कस्तो भनेपछि मैले केही यस्तो स्टेप गरेर होइन
त्यो उसलाई थाहा होस् कि जस्तो कि जस्तो म कसरी भनौँ भनेपछि अब मुझे नींद न आए भनिसकेपछि टक्क हुन्छ नि जस्तो मुझे नींद न आए मुखले नबोलिकन के मुखले नबोलिकन के त्यो इसाराले मात्रै मुखले नबोलिकन इसाराले मात्रै टक्क गरेर त्यो मान्छेलाई थाहा होस् हेरिरहेको मान्छेले अरे यसले चाहिँ यो भन्न खोजेको छ भन्छ नि हो त्यसलाई फिल गरेर टक्क लाएर होइन फिल डान्स भन्छ क्या त्यसलाई है अब धेरै किसिमको डान्स हुन्छन् अब तपाईँहरूलाई जो सबैले सबै डान्स गर्न सक्छ भन्ने हुँदैन है सबैले सबै डान्स गर्न सक्छ भन्ने हुँदैन अब कसैको कस्तो खालको क्याटेगोरी हुन्छ होइन पहिल्यैदेखि बनावटै अब भगवान्ले दिएकै कुन प्रकारको हुन्छ सबैलाई दिएको हुन्छ एउटा एउटा कला अब कसैले अगाडि बढाउँछ उसलाई समातेर कसैले बढाउँदैन जोसँग जे छ होइन त्यसैबाट सुरु गर्नुहोस् है जोसँग जे छ त्यसैबाट सुरु गर्नुपर्छ त्यही हो गाइस अब म यही भन्न चाहन्छु कि अब यही सब हो फ्लो गर्नुहोस् कुराहरू फ्लो गर्नुहोस् होइन जुन थरीको डान्स आउँछ क्याच गर्ने कोसिस गर्नुहोस् एक दिन तपाईँले सोचेको कुराहरू सबै पुरा हुन्छ है हार खानु हुँदैन सबैको पुरा हुन्छ भन्नु सक्दिनँ होइन किन भनेपछि हेर्नुहोस् सबै मान्छेहरू डान्सकै लागि बनेको होइन है सबै मान्छे डान्सै गर्नको लागि बनेको हुँदैन सबैको आफ्नो आफ्नो प्यासन हुन्छ एउटा भगवान्ले दिएको वरदान सबैलाई अलग हुन्छ अब कस्तो मेरै साथीहरू कोही इन्जिनियर बनेको छ होइन कोही डक्टर बनिसक्यो आर्मी पुलिस कोही ड्राइभर बनिरहेको छ सबै बनिरहेको छ होइन त्यो म चाहिँ केही पनि बन्न सकिरहेको छैन क्या होइन किन बन्न सकिरहेको छैन भनेपछि सायद मलाई भगवान्ले मलाई यही गर भनेर पठाएको जस्तो लाग्छ सो मलाई एकदम मेरो फोकस नै यहीतिर जान्छ कि होइन मलाई अरू त्यतातिर यतातिर कतै पनि जाँदैन अब भविष्यमा लाइफ मेरो कस्तो हुन्छ मलाई थाहै छैन गाइज है मेरो भविष्यमा कस्तो लाइफ हुन्छ मलाई केही पनि थाहा छैन आफ्नो बारेमा मेरो लाइफको बारेमा मलाई केही पनि थाहा छैन मैले सब कुरा त्यागेर सब यो पनि गर्दैन त्यो पनि गर्दैन यही गर्छु होइन भयो हुन्छ नभए नहुन्छ यो भएन पनि मसँग एउटा जब छ होइन जो कि कयौँ साथीभाइहरूले दाजुभाइहरूले पहिलो पुर्खादेखिहरूले जब मात्रै गरेर आफ्नो जिन्दगी चलाइराख्नु भएको छ होइन म पनि यो भएन ठिक छ म आफ्नो जब पनि छ साथसाथै जब पनि गरिरहेको छु सो ठिक छ होइन त्यसैले अब सबै मान्छेहरू म डान्सरै बन्छु भनेर अब अहिले भर्खरै डान्सर बन्छु भनेर आएर डान्सर बन्न सकिँदैन के अब तपाईँहरू नाच्न सक्नुहुन्छ त्यसैले त्यो कोरियोग्राफ गर्न सक्नुहुन्न कुनै पनि टोटल्ली म्युजिक हुन्छ त्यो म्युजिकलाई एकदम बनाएर डान्स गर्न सक्नुहुन्न अब कसैले सिकाएर स्टेपहरू गर्न सक्यो होइन जस्तै कि मैले सिकाइरहेको हुन्छु तपाईँहरू गर्न सक्नुहुन्छ केही समयको रमाइलो इन्टरटेनमेन्ट इन्जोय होइन त्यही त हो होइन हो त्यसको लागि एकदम पर्फेक्ट छ तर सबै मान्छेहरू एउटै कामको लागि बनेको हुँदैन होइन सबैको अलग अलग क्याटेगोरी हुन्छ सबै मान्छे अलग अलग तरिकाले हिँड्नुपर्छ होइन अब मेरो लाइफमा अब यस्तै छ होइन कोही साथी प्रहरी बन्यो कोही साथी गुन्डा भन्छ नि होइन अब त्यस्तै सबै साथीहरू कोही कोही अलग ठाउँमा हुनुहुन्छ राम्रो राम्रो पोजिसनमा गरिसक्नु भयो अब मेरो साथीहरूले पनि सोच्नुहुन्छ पुरन तैँले किन यस्तो गरिरहेको छस् होइन आफ्नो लाइफलाई यस्तो नगर कुनै राम्रोसँग बस यस्तो अरू यस्तो काम गर उस्तो काम गर मनै लाग्दैन होइन मनै लागेन भनेपछि के गर्ने होइन मनै लाग्दैन अरू चिजमा बस यसैमा मन लाग्छ यसैमा गर्न मन लाग्छ त के गर्ने अब होइन मनले नै सुन्दैन अरू कुराहरू कति कुराहरू त्याग्यो होइन धेरै कुराहरू त्याग्यो जिन्दगीमा यसकै लागि अब ठिक छ जे हुन्छ हेरौँ हेर्नु साथीहरू तपाईँहरू होइन हात जोडेर कसैलाई पनि के हात जोडेर प्लिज मेरो भिडियो होइन ऊ गरिदिनुहोस् यस्तो गरिदिनुहोस् नभन्नुहोस् है कसैलाई पनि यो भन्ने कुरै होइन लाइक गरिदिनु कमेन्ट गरिदिनु प्रोफाइलमा गएर गरिदिनु प्लिज नभन्नुहोस् कसैलाई पनि है तपाईँको कन्टेन्ट राम्रो छ भने चाहिँ होइन त्यो भन्छ जो मान्छेलाई प्यास लाग्छ त्यही धाउँछ कुवा भन्छन् नि होइन हो त्यो हो गाइज है कसैलाई भिडियो पोस्ट गरेर तपाईँहरू एउटा अर्को पनि छ क्या तपाईँहरू के गर्नुहुन्छ भिडियो पोस्ट गर्ने बित्तिकै अनि टक 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 सेयर गरिदिनुहुन्छ क्या होइन कसैलाई पनि आफ्नो भिडियोहरू सेयर नगर्नुहोस् आजैबाट यो बानी छोडिदिनुहोस् है तपाईँहरूले भिडियो सेयर गर्नुहुन्छ एक दिन दुई दिन पठाएको हुन्छ र 3 दिन गर्दै तपाईँले डेली जो मान्छेलाई सेयर गरिराख्नु हुन्छ नि त्यो दिक्क भइसक्यो हुन्छ क्या त्यसपछि त्यो मान्छेले तपाईँको भिडियो पुरा हेर्दैन टक्क आउँछ तपाईँको ठ्याक्क खोल्छ लाइक गर्छ कमेन्ट गरिदिन्छ अनि जे गर्ने गरिदिन्छ फालिदिइहाल्छ क्या हामीलाई मेन चाहिएको भनेको कस्तो भ्युज चाहिएको होइन मान्छेले हेरिदियोस् सिकिदियोस् मेरो पर्फर्मेन्स कस्तो छ अलिकति कमेन्ट गरिदियोस् होइन त्यो हुन्छ मेन भनेको तपाईँहरूले त्यो भिडियो पोस्ट गर्न बित्तिकै तपाईँहरूले सेयर गर्दै नगर्नुहोस् कसैलाई पनि है मेरो लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् नभन्नु अर्को कुरा प्रोफाइलमा गएर कहिले पनि कसैलाई लाइक गरिदिनु नभन्नुहोस् है प्रोफाइलमा गएर तपाईँहरूले लाइक गरिदिनु भन्नुभयो भने तपाईँको भिडियो मान्छे सट्ट गरेर टक 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 यसरी गरिदिन्छ कि फाइदै छैन नि त भ्युजै छैन कसरी फाइदा हुन्छ कसैले पनि नगर्नुहोस्
तपाईँ आफ्नो कन्सेप्ट के छ त्यसमा ध्यान दिनुहोस्, आफ्नो भिडियो बनाउनुहोस्, राम्रोसँग पोस्ट गर्नुहोस् होइन। राम्रोसँग पोस्ट गरेपछि तपाईँको भिडियो राम्रो छ भने चाहिँ तपाईँले हेरिदिनु भन्नु परेन नि त होइन र? किन पर्यो हजुर, हेरिदिनुहोस् न प्लिज, सेयर गर्नु परेन नि त होइन? परेन, आफै मान्छेले हेरेर वाउ होइन फिल आउँछ, राम्रो छ त राम्रो छ होइन। त्यसलाई कसैले गर्दैन गाइस। तपाईँहरू मजाले होइन, तपाईँहरू मजाले के आउनुहोस्, जति सिक्न सक्नुहुन्छ सिक्नुहोस् होइन। मलाई टिकटकको मेसेज बक्स मेरो होइन पुरा भरेर यहाँ कहाँ हो कहाँ, म त त्यो हप्लेस हुन्छु कति धेरै, कति म कसरी गाइज होइन। आम सरी, म कसैलाई पनि त्यसरी रिप्लाई दिन पाइरहेको छैन है, दुःख नमान्नु होला कसैले पनि, किनभने मेरो आफ्नो 12-13 घन्टाको ड्युटी सकेर अहिले पनि म ड्युटीदेखि हाफ ड्युटी गरेर आफ्नो मालिकसँग होइन, अनि मलाई यस्तो यस्तो छ होइन, छुट्टी दिनु पर्यो भने हाफ ड्युटी गरेर फ्राइडेको दिन भने अलिक बेसी काम हुँदैन, अनि त्यही भएर म अलि आएको हो क्या। मैले 10 मिनट कसैसँग बोलिदिन थालेँ एकजना भनेपछि अब हजारौँ साथीहरूको म्यासेज छ, 10 जना साथीहरूसँग म 10 मिनट एउटा साथीसँग बोल्यो भने 10 जनासँग बोल्यो भने 10, 20, 30, 40, 50 गर्दै मेरो 100 मिनट त्यसै जान्छ होइन। मैले अरू मेरो फुर्सदै हुन्न, विदेशमा बस्ने मान्छे हो गाइज होइन, हाम्रो काम लिएर जिम्मेवारी लिएर पहिला सबै गरिरहेको छु, अनि अब मैले जति सक्छु त्यति गर्छु है। म त्यसरी बोल्दिन सक्दैन। साथीहरूले म डान्स सिक्छु भन्नु भएको छ, ओके छ, तपाईँहरूले मलाई म्यासेज गरेर डान्स सिक्ने होइन गाइज है, मलाई म्यासेज गरेर मसँग बोलेर सिक्ने होइन नि त, मैले सिकाएको कुराहरू हेरेर सिक्ने हो नि त। सो म्यासेज बक्समा केही पनि छैन। अर्को कुरा साथीहरूले भन्नुहुन्छ फलो ब्याक दिनुहोस् भन्नुहुन्छ होइन, ओके छ, मैले जतिलाई भ्याउनु सक्छु जतिलाई गर्न सक्छु फलो ब्याक दिन्छु। फलो ब्याक दिनु भनेको कस्तो भनेपछि गाइज होइन, एउटा फ्रेन्ड लिस्टमा राख्नु हो होइन। अब फ्रेन्ड लिस्टमा मैले त्यस्तो मात्रै साथीहरू राखिदिएको छु फ्रेन्ड लिस्टमा, जो कि मलाई एकदम फुल सपोर्ट गर्नुहुन्छ, जस्तो युट्युबदेखि लिएर इन्स्टाग्रामदेखि लिएर मेरो फेसबुक एकाउन्टदेखि लिएर सबै थोकमा जहाँ पनि मेरो भिडियो मैले पोस्ट गर्छु त्यहाँ गएर फुल सपोर्ट जसले हान्नु भएको छ नि उहाँहरूलाई मैले फलो ब्याक दिएको छु क्या। जुन मेरो फ्रेन्ड लिस्टमा हेर्नुहोस् गाइज है, 1000 भन्दा माथि साथीहरूलाई मैले फलो ब्याक दिइसकेको छु कि। उहाँहरूलाई गएर सोध्नु होला जो मेरो फ्रेन्ड लिस्टमा हुनुहुन्छ कसरी फलो ब्याक दिनुभयो उहाँले भने, सिम्पल इजी। मैले फलो ब्याक कसरी दिएको छु भनेपछि मेरो टिकटकको प्रोफाइलमा होइन, टिकटकको प्रोफाइलमा टक्क मेरो फोटो छ, त्यसको तलपट्टि मैले एउटा लिङ्क राखिदिन्छु युट्युबको क्या। त्यो युट्युबको च्यानलमा क्लिक गरेर भित्र गएर सब्सक्राइब गरेर बेल आइकन घन्टीको चिन्हमा दबाएर अल डन गरेर अनि मजाले लाइक कमेन्ट गरेर अनि साथीहरूले टक्क लाएर मलाई अल डन भनेर सपोर्ट ब्याक भनेर जसले लेख्नु भएको छ नि उहाँहरूलाई मैले फलो ब्याक दिएको छु, फ्रेन्ड लिस्टमा राखेको छु है। तपाईँहरू पनि गर्न सक्नुहुन्छ है। अब मैले अब फलोवर चुन्नुहुन्छ नि, अब फलोवर्स देखाउनु पर्ने हुन्छ क्या, अट्र्याक्ट गर्ने हुन्छ, अनि मैले फलो ब्याकमा केही छैन गाइज है, फलो ब्याकमा केही पनि छैन क्या। मैले चाहे अहिले भर्खर मेरो सबै साथीहरूलाई फलो ब्याक दिन सक्छु है, फलो ब्याकमा केही पनि राखेको छैन। तपाईँहरू फलो ब्याकको पछाडि जिन्दगीमा पर्दै नपर्नुहोस्, हेर्नु फलो ब्याक भनेको केही पनि होइन है, त्यो केही कामै लाग्दैन फलो ब्याक है। फलो भनेको के हो म तपाईँहरूलाई सिकाउँछु गाइज है। मान्छे भयो फलो गर्नु है, फलो भनेको के हो, तपाईसँग केही चिज यस्तो छ जो मलाई एकदम आवश्यकता छ होइन, सो म तपाईँलाई फलो गर्छु ओके। तपाईँसँग के छ त्यस्तो कुरा जो कि तपाईँलाई मान्छेहरूले फलो गरोस् होइन, के छ पछि गरोस्, मान्छेले पछि लागोस् होइन, म उसँग एकदम कनेक्ट हुन खोजोस्। तपाईँहरूसँग छ के जो कि मान्छेले तपाईँलाई फलो गरोस् होइन र गाइज, केही हुनु पर्यो नि त आफूसँग जो कि मान्छेहरूले फलो गरोस्, वाउ योसँग यो छ मलाई चाहिन्छ, आई निड त्यो सामान होइन, त्यो चिज मलाई चाहिएको छ भनेपछि मान्छेले तपाईँलाई फलो गर्ने हो। सो तपाईँहरू आफ्नो एकाउन्टलाई त्यस्तो क्रिएट गर्नुहोस् जो कि मान्छेले तपाईँलाई बाध्य भएर मलाई यो एकदमै आई निड, मलाई यो चाहियो, आई निड दिस भन्नुहोस् नि होइन, रियल्ली त्यो। अनि त्यस्तो चिज तपाईँले राख्नु पऱ्यो क्या, अनि त्यसपछि बल्ल मान्छेले तपाईँलाई फलो गर्छ। तपाईँले मलाई फलो गरिदिनुहोस् पनि भन्नु परेन, केही पनि परेन गाइज है, केही पनि भन्नु पर्दैन। तपाईँले मलाई प्लिज फलो गर्नुहोस् यस्तो गरिदिनुहोस् भनेर तपाईँहरूले भन्नै पर्दैन क्या। तपाईँले आफ्नो एकाउन्ट नै त्यस्तो बनाउनु न, आफूलाई त्यस्तो दिनुहोस्, त्यहाँ दिनुहोस् न केही न केही हेर्नुहोस्। त्यहाँ अब मलाई के भन्छ साथीहरूले होइन, मेरो भिडियोमा गएर अनि कमेन्ट गर्नुहोस् भनिदिन्छन् कि, अनि मलाई त्यहाँनिर लास्ट बुद्धि लाग्छ कि गाइज। अब कमेन्ट गर्नु भनेको त राम्रो कुरा हो नि त, अब त्यहाँनिर मैले के कमेन्ट गर्ने, अब भिडियो कस्तो हुन्छ होइन त्यो अनुसार कमेन्ट गर्ने हो नि त। अब त्यहाँ भिडियो कस्तो हुन्छ भनेपछि धोकाको खेती गर्दो रहेछौ तर होइन, अनि त्यो आफ्नो पर्सनल कुरालाई ल्याएर त्यहाँनिर उनीहरूले राखिदिएको हुन्छ क्या। कसै केटीले अथवा केटाले त्यहाँनिर केही चित्त दुखायो अनि मारामार भयो अनि त्यहाँ आएर गऱ्यो, त्यसमा हामी के कुरा गर्ने हो गाइजहरू, त्यो त तिम्रो प्रब्लम हो, तिम्रो समस्या छ, तिम्रो त्यो झगडा छ, रिलेसन हो,
प्रेमका कुरा छन्, अब त्यहाँ हामीले के कमेन्ट गर्ने गाइज ल भन्नुहोस् त होइन। मैले कमेन्ट गर्ने त तपाईँहरूको कलामा हो नि त, तपाईँको कला के छ होइन। ल तपाईँले गर्नुभयो एउटा, तपाईँले कन्टेन्ट चाहिँ एउटा ल डान्सको कन्टेन्ट हाल्नुभयो होइन, म त्यहाँ हेर्छु, मलाई मन पर्यो वाउ होइन, आफै आउँछ नि त, मनबाट आउने चिज हो नि त कमेन्ट भनेको होइन। त्यसैले तपाईँहरू कसैलाई पनि के कसैलाई नभन्नुहोस्। अनि जो फ्रेन्ड लिस्टमा हुनुहुन्छ नि मेरो साथीहरू, उहाँहरूलाई म यति भन्न चाहन्छु होइन, फ्रेन्ड लिस्टमा भएको साथीहरू मेरो भिडियोमा जसलाई मैले फलो ब्याक दिएर राखिरहेको छु होइन, उहाँहरूलाई मैले यो सोध्छु कि उहाँहरू चाहिँ मेरो बेस्ट एकदमै सपोर्टर हो जस्तो म सोध्छु कि, एकदम अलि नजिकको सपोर्टर जस्तो सोध्छु क्या। तर तपाईँहरूले नै स्किप गरेर छोडिरहेको हुन्छ क्या। मैले यो भिडियो पोस्ट गर्छु, यो भिडियो मेरो टोटली जति सपोर्ट मलाई चाहिन्छ त्यति भएन भने म अनफलो गर्छु है गाइज, रियल्ली म अनफलो गर्छु अनि म फ्रेन्ड लिस्टबाट नै हटाइदिन्छु। मलाई सपोर्टै गर्नुहुन्न तपाईँहरू भने चाहिँ म किन तपाईँहरूको साथमा बसौँ होइन। म पनि एउटा मान्छे हो होइन, मलाई पनि सबै कुरा थाहा छ के है। मान्छे थाहा पाउँदैन हलाना फलाना ढिङ्काना त्यस्तो होइन नि त है। तपाईँहरूले थाहै छैन कि मान्छेले कति छिटो के सोच्न सक्छ भन्ने कुरा तपाईँहरूलाई थाहै छैन। तपाईँहरूलाई आफैलाई थाहा छैन मैले कस्तो सोच्न सक्छु भन्ने कुरा आफैलाई थाहा हुँदैन क्या। बहुत कुराहरू सोच्न सकिन्छ, मान्छेको दिमाग यति फास्ट हुन्छ नि गाइस, धेरै कुराहरू सोचिसकेका हुन्छ। तपाईँलाई लाग्छ ए यस्तो हो होला, खालि त्यो होइन, सब थाहा हुन्छ सबलाई गाइस, सबैलाई सबको दिमाग हुन्छ होइन, सबैले सबै कुरा गर्न सक्छ। सो हरेक कुरा बोल्दाखेरि जे पनि ठग्दाखेरि मान्छेलाई होइन त्यो अलि ध्यान दिनुपर्छ है गाइज है। ल गाइज अब त्यही हो मैले आज भन्न खोजेको, यही हो। तपाईँहरू अलि इच्छुक हुनुहुन्छ मसँग जोडिन चाहनुहुन्छ भनेपछि मलाई फलो गरेर साथी बन्न सक्नुहुन्छ है, जो फ्यामिलीमा जम्मा हुन सक्नुहुन्छ। ल गाइज त्यही हो, यो भिडियोमा यतिकैमा अन्त्य गरेँ। तपाईँहरू मेरो एकचोटि प्रोफाइल भिजिट गर्नुहोस् होइन, त्यहाँ केही डान्सहरू छ सिक्दै गर्नुहोस्। अपकमिङ भिडियोहरू पनि मेरो छन्, आउँदैछन्, मजाले सपोर्ट गरिदिनुहोस् होला है। धन्यवाद गाइज। ल आजको भिडियो यही भयो, ल अर्को भिडियोमा फेरि भेटौँला ल।